माथि लान्छ एक बेला माथि ल्यायो कि माथि ल्यायो पछाडि त्यही बस्दै नेपाल केन्द्रीय अनुसन्धान ब्युरोद्वारा आयोजित यस पत्रकार सम्मेलन कार्यक्रममा सम्पूर्ण पत्रकार साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज यस केन्द्रीय अनुसन्धान ब्युरोद्वारा लामो समयको अनुसन्धान तथा प्रयास पश्चात रामबहादुर बन्जन हटिने रामलाल बन्जनलाई पक्राउ हिजो बेलुका पक्राउ गर्न सफल भएका छौं। निज रामबहादुर बन्जन सर्लाहीमा एक बालिकाको बलात्कार सम्बन्धी घटनामा फरार अथवा अदालतबाट चाहिँ खोजी भएका भिक्टिम र निजको विरुद्धमा पक्राउ खोजी जारी भइसकेको छ र यसका साथसाथै निज रहेको आश्रमबाट विभिन्न समयमा 4 जना व्यक्तिहरू हराइरहेको भन्ने पनि सूचना जारी प्रहरीमा परेको अवस्था छ र निज रामबहादुर बन्जनलाई बुढालिन्जकण्ठ 6 हात्तीगौडा स्थित निज बसिरहेको घरबाट हिजो बेलुका अन्दाजी 7:30 बजेको समयमा केन्द्रीय अनुसन्धानको ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो। निज पक्राउ पर्ने बेलामा निजको साथबाट नेपाली रुपैयाँ 3,03,75,500 र विभिन्न 17 देशका मुद्राहरू नेपालीमा कन्भर्ट गर्दाखेरि 30,92,406 बराबरको नगद समेत बरामद भएको छ। साथै निजको साथबाट 14वटा मोबाइल, 5वटा विभिन्न ब्रान्डका आइप्याड तथा ट्याब्लेटहरू, विभिन्न ब्रान्डका पेन ड्राइभहरू 20वटा र मोटरसाइकलका बिल बुक, त्यस्तै मेमोरी कार्ड लगायतका अन्य कागजातहरू पनि निजको घरबाट बरामद गरिएको छ र अनुसन्धानको क्रममा निजले 4वटा विभिन्न मोटरसाइकल तथा 2वटा गाडीमा, एउटा टोयोटाको फर्च्युनर गाडी र अर्को भर्खर 3 करोड रुपियाँ तिरेर 5 करोड रुपियाँमा किनिएको ल्यान्ड क्रुजर गाडी समेत निजले प्रयोग गर्ने भन्ने बुझिएको अवस्था छ। निज बन्जनको आश्रमबाट बेपत्ता भएर खोज तलास गरी पाऊँ भन्ने 4 जना व्यक्तिहरूमा चुन्मो भन्ने चिनीमाया तामाङ, डोल्मो भए फुलमाया रुम्बा, सञ्चलाल वाइबा र सुरेश कुमार आले, यी 4 जना व्यक्तिहरू निजको आश्रमबाट विभिन्न समयमा हराइरहेका छन्, जसमध्येमा चिनीमाया तामाङ 69 असोज, जो चाहिँ
सिन्धुपाल्चोकको बाँडेगाउँ भन्ने स्थानबाट, त्यस्तै सन्तलाल वाइदास सिन्धुपाल्चोकको बाँडेगाउँ भन्ने आश्रमबाट 2071 12-14मा, त्यसै गरेर डोल्मो भन्ने फुलमाया रुम्बा सिन्धुपाल्चोकको बाँडेगाउँ आश्रमबाट 2071 माघमा, र सुरेश कुमार आले चाहिँ निजगढ नपा 12 खुम्जोर स्टेज आश्रमबाट 2072 जेठमा हराइरहेको जारी गर्न आएको छ। र यसका साथसाथै हामीलाई थप सूचना तथा जानकारीहरू पनि विभिन्न माध्यमबाट अहिले पनि विभिन्न हिस्साका यो पक्राउ परिसकेपछि थप सूचना तथा जानकारीहरू प्राप्त भइरहेको छ। निज रामबहादुर महमजनले उक्त यो सबै रकमहरू चाहिँ आफूले प्रयोग गर्ने सेट नै प्रहरीले चाहिँ फेला पारेको छ र यसको सम्बन्धमा थप अनुसन्धान कारवाही, यसको विदेशी मुद्रा तथा नेपाली अवैध मुद्राको सम्बन्धमा थप अनुसन्धान तथा कारवाही केन्द्रीय अनुसन्धान ब्युरोबाट हुने नै छ। र अहिले थप अनुसन्धान जुन उसको बाल यौन दुराचारको रेप सम्बन्धमा जुन सर्लाहीमा मुद्दा चलिरहेको छ, त्यो सम्बन्धमा उसलाई थप अनुसन्धान तथा कारवाहीको लागि उसलाई सर्लाहीतर्फ पठाइनेछ। हामीले चाहिँ यो समाचारमा चाहिँ एउटा चाहिँ बलात्कार कुरा आयो, चाहिँ एउटा चाहिँ हत्याको कुरा आयो, अनि अर्को चाहिँ बेपत्ता पारिएको भन्ने कुरा पनि आयो। यहाँ चाहिँ बेपत्ता र बलात्कारको कुरा मात्रै आयो, हत्याको आरोप चाहिँ हो कि नै गर्छ? होइन, अब जो बेपत्ता भएको मान्छेहरूलाई हत्या भएको हुनसक्छ। बेपत्ता भन्दा छ ती मान्छेहरू फेला नपरेको अवस्थामा अब कुन अवस्थामा छन् भन्ने थाहा नभइकन अब अहिले हत्या गर्न सक्ने अवस्था रहेन। अब बेपत्ता गरेर हत्या भएको हुन सक्ने हुन्छ। हामी त्यसमाथिको थप अनुसन्धान गरिरहेको छौँ। योभन्दा अगाडि पनि सिआइबीको टोलीले विभिन्न ठाउँमा गएर त्यस्ताहरू केही फेला पर्छ कि भनेर अनुसन्धान गरेको थियो। त्यस कारण हामी त्यसमा पनि अनुसन्धान गर्छौँ। जस्तो सर त्यो सेफमा चाहिँ नगद बाहेक अथवा यो तपाईँहरूले यो अपरेसन गरिरहँदाखेरि केही शङ्कास्पद कागजहरू त्यस्तो केही हामीले जुन बरामद गरेका सामानहरू यहाँ डिस्पेच गरेका छौँ, केही कागजपत्र बरामद गरेका छौँ, त्यसको अनुसन्धान हुँदैछ। अनुसन्धानपछि अब त्यसमा हामीलाई अनुसन्धानमा प्रमाण लाग्ने अथवा घटनास्थलमा प्रमाण लाग्ने केही चिजहरू छ भने हामी त्यो पनि दोस्रो तलाबाट हामफाल लिएर भागेको पक्राउ गरेको। चारजना बेपत्ता भएको, चारजना चाहिँ बेपत्ता भएको विभिन्न ठाउँमा फोर्थ फ्लोरबाटै भागेको, त्यसपछि सेकेन्डबाट फोर्थ फ्लोरमा भाग्यो, भिराम थियो, फोर्थमा भागेर जम्प गरे पनि सेकेन्ड जस्तोमा ल्यान्डिङ हुन्थ्यो। चौथो तल्लाबाटै भागेको। चौथो तल्ला भाग्यो। मैले अन्त हामफालेको तल्ला भनेको 2 तल्ला हो। कसको छैन अलिपुर भएन भिडेको। 4 ठाउँमा 4 जिल्लामा बेपत्ताको उजुरी र एउटा चाहिँ बलात्कारको घटना 5वटा हो। 4वटा जिल्ला होइन, 3वटा भयो। 3वटा जिल्लाको 4जना बेपत्ता, मकवानपुर, नुवाकोट र बारा। अनि बलात्कारको चाहिँ छुट्टै अलग जिल्लाको सर्लाहीमा। त्यहाँ पनि आश्रम थियो उसको। भनेपछि यति 3टा घटना। यो चाहिँ अब अरू चाहिँ विदेशी मुद्रा अपसारण अथवा सम्पत्ति शुद्धिकरण थप बाँकी हो। अब यो अनुसन्धान भइसकेपछि यसमा यसको डिटेल भएपछि सर्लाही अदालतमा संलिप्त रहेका यी व्यक्ति जसले चाहिँ खोजिरहेको छ भन्दाखेरि तपाईँहरूले अपरेसन ब्लू गरेर अघि चाहिँ मैले सुन्न मात्रै पाइखेको चाहिँ पाएको अनि चाहिँ तपाईँहरूले चाहिँ यो हामी चाहिँ उसलाई चाहिँ भेटाएका मात्रै हो भन्ने चाहिँ कुरा आयो। तर तपाईँहरू चाहिँ अपरेसन ब्लू गरिरहँदाखेरि यिनीबारे अरू केही पनि प्राप्त भएन, मात्रै तपाईँहरू ठाउँ प्राप्त गर्नुको सूचनाको अनि त्यहाँ पक्राउ गर्ने मात्रै कारण भयो नि अरू पनि केही न केही प्राप्त भएर भन्न मिल्ने जति होइन। भन्न मिल्ने जति कुरा के हो भने अब सूचनाहरू अहिले पनि हामीसँग आइरहेका छन्, थप सूचनाको कुराहरू। त्यस कारण चाहिँ अब ती कुराहरू छन्। तर अहिलेको फर्स्ट फेजमा के हो भने हामीसँग अहिले अदालतले खोजिरहेको चाहिँ एकजना अभियुक्तलाई चाहिँ हामीले अब पक्राउ पछि जारी भएको हप्तालाई पक्राउ गरेर सम्बन्धित ठाउँमा बुझाउने र ऊ अरू कुनै घटनामा संलग्न भएका छन्, अरू देखिन्छन् भनेदेखि त्यसका थप अनुसन्धान गरेर त्यस्ताहरूलाई प्रोसिक्युट गर्ने। यहाँ हिसाब हजुर पनि पढि नै आएर बोल्दिनु भयो, सहज हुन्थ्यो के अपरेसन ब्लू यो चाहिँ एकदमै गर्ने भन्दा चाहिँ अलिक सार्वजनिक नगरिकन गरियो भन्ने कुरा गर्नुभएको थियो। अनि यो अपरेसनमा चाहिँ अनुसन्धानको टिम र तपाईँहरूले चाहिँ यो अपरेसनलाई चाहिँ अलिकति सार्वजनिक नगरिकन अलिकति छायामा पालन गर्नुको कारण केही राजनीतिक दबाव प्रभाव अथवा अन्य केही कारण त्यसबारे बताइदिनु।
सर्लाहीमा चाहिँ कहिले पठाइन्छ? त्यो चाहिँ पोडियममा आएर बोल्नु भएको छ। हजुरले प्रश्न गरेको थियो मैले। सरी मैले सुन्नु, यो अपरेसन ब्लू चाहिँ अघि नै सुन्दाखेरि चाहिँ हजुरले भन्नुभएको थियो हामीले चाहिँ अन्य प्रकरणहरूभन्दा अन्य केसहरूभन्दा चाहिँ अलिकति लुकाएर गऱ्यो यो चाहिँ भन्नुभयो। अनुसन्धान टिम सहित लुकाएर चाहिँ अलिकति साइड नगरिकन चाहिँ इन्भेस्टिगेसन गर्नु लुकाएको चाहिँ ठ्याक्क थियो कि राजनीतिक प्रभाव दबाव केही थियो कि त्यो पोडियममा आएर भन्नुभयो पोडियममा पोडियममा बोल्नुपर्ने त केही पनि छैन। थ्याङ्क यू। यो पछिल्लो लामो समयदेखि प्रहरीले, नेपाल प्रहरीले र विशेष गरेर केन्द्रीय अनुसन्धान ब्युरोले यो रामबहादुर बमजन, रामलाल बमजनलाई खोज तलासको लागि प्रयास गरेकी अवस्था हो र पछिल्लो समयहरूमा जति पनि अपरेसन गऱ्यौँ त्यो अपरेसनहरूमा केही हदसम्म अलिकति सार्वजनिक जस्तो विभिन्न अपरेसनहरू गर्दा सार्वजनिक भएको र त्यो ठाउँबाट भागेको अथवा नभएको अवस्थाहरू भइसक्यो। यसपालि गोप्य राख्नु पनि त्यस्तो राजनीतिक अथवा अन्य हिसाबको प्रेसर होइन। मानिस व्यक्ति अदालतले खोजिरहेको व्यक्ति हो, अरेस्ट वारेन्ट जारी भएको व्यक्ति हो र अन्य पक्षहरूमा अहिले थप उसको घरबाट जे जति पनि बरामद भएको छ त्यसमा थप अनुसन्धान हुने नै छ र अहिले र विभिन्न स्रोतहरूबाट विभिन्न व्यक्तिहरूबाट पनि सूचना आउने क्रमहरू जारी छ। त्यसले गर्दा यी कुराहरू पाटोहरूमा थप अनुसन्धान हुन्छ र अन्य कुनै उद्देश्य होइन, मानिसलाई पक्राउ गर्नुपर्छ, ल्याउनुपर्छ भन्ने हिसाबले यसलाई विशेष कोडिङ गरेर यो गोप्य रूपमा अनुसन्धान गरेर पक्राउ गर्ने नै हाम्रो चाहिँ उद्देश्य रहेको छ। तपाईँहरू त्यहाँ गएको मैले यसो स्थानीय स्तरमा बुझ्दाखेरि घर भाडामा छ अथवा के छ भनेर सोध्दै हिँड्नु भएको रहेछ 15-16 दिन अगाडिदेखि होइन। ठ्याक्क यही घरमा यिनी बस्छन् भन्ने कुरा अनि को के भने सबै सोधेर तपाईँहरूले त्यसरी चाहिँ गर्नुभएको रहेछ स्थानीयहरूले भन्दा। अनि ढुक्क चाहिँ कहिले हुनुभयो यही घरमा बस्छ यिनी भनेर चाहिँ? हिजो यो दुःख भयो, हिजो हामीले अपरेट गर्यौँ। घर भाडामै बसिरहनु भएको थियो उनीहरू? यसको तरिकाहरू विभिन्न हुन्छ, पुलिसले विभिन्न तरिकाहरू हुन्छ, टेक्निकल हुन्छ, फिजिकल हुन्छ। त्यो विषयहरूमा मलाई लाग्छ यो फोरममा चाहिँ तपाईँहरूलाई सबैलाई जानकारी हुन जरुरी छ जस्तो लाग्दैन। थ्याङ्क यू। अन्तिम भएनस् त उसको आश्रम बारा, सिन्धुपाल्चोक, सिन्धुली लगायतका धेरै ठुलो प्रोपर्टीहरू छन् त्यहाँ होइन। अब उसको बाहिरबाट मुद्रा ल्याउने प्रक्रिया अथवा उसको अरू आश्रमका सम्पत्तिको वैधानिकताहरूको विषयमा चाहिँ के हुन्छ, त्यो विषयमा थप खुल्दै जानेछ कि अथवा के होइन? यसमा हामीले भनिसकेका छौँ। अब यसको अन्य विषयका कुराहरू जुन हामीले केन्द्रीय अनुसन्धानले गर्नुपर्ने छ अहिलेको बाहेक एउटा मुद्दा चलिरहेको छ, त्योभन्दा बाहेक अरू अनुसन्धान गर्ने विषयहरू प्रपर्टी होला अथवा चाहिँ इलिगल फन्ड जम्मा होला, अब यो चिजहरू कुराहरू होला, त्यसको सब थप अनुसन्धान हुन्छ केन्द्रीय अनुसन्धान। माथि लान्छ एकटा माथि ल्यायो कि माथि ल्यायो त्यही बस्छ सर यो त देख्दै देखिएन नि माथि लगेर देखाउने माथि लगेर देखाउने Why